ओके ल आज हामीहरू कक्षा 10 को ओपीटी मैथ अथवा ऑप्शनल मैथ को डियर सिम खाडा को कम्पिटिटरबाट चैप्टर कंपोजिट फंक्शन लिएर आइसकेको छु जसमा हामीहरू सर्ट क्वेशन प्रॉब्लम बेस्ड ऑन कंपोजिट फंक्शन इन ऑर्डर पेयर फॉर्म को बारेमा जान्ने छौं जसमा चाहिँ प्रब्लमहरु कसरी दिएको हुन्छ त एउटा फलन चाहिँ अर्डर पेयरमा अनि अर्को एउटा फलन चाहिँ अर्डर पेयरको फर्ममा दिएको हुन्छ अनि यस अवस्थामा हामीहरु कसरी चाहिँ प्रब्लमलाई सोल्भ गर्ने कसरी यसलाई हल गर्ने त्यो बारेमा म आज तिमीहरुलाई अथवा तपाईहरुलाई सिकाउने छु यसमा सर्वप्रथम लेख्दाखेरि हामीहरु के लेख्ने त सोलुसन अनि चाहिँ गिभन के दिएको छ गिभन मा हामीहरुलाई दिएको f अफ अथवा f फंक्शन इक्वल टु 3 4 त्यस्तै चाहिँ 4 5 अनि फेरि 5 6 अनि अर्को फंक्शन चाहिँ g फंक्शन जुन चाहिँ त्यसमा रहेको अर्डर पेयरहरु 2 3 अनि चाहिँ 3 4 अनि 4 5 गरेर यसरी चाहिँ दुईवटा फंक्शन दिएको छ अनि प्रत्येक दुई फंक्शनहरुमा चाहिँ तीन तीन वटा अर्डर पेयर हुन्छ अनि यसमा के भनिरहेको छ प्रश्नमा कि यो त परिभाषा लेख्नु छ त्यो परिभाषा म लेखाइदिन्छु तर यहाँ चाहिँ प्रश्न के भनिरहेको छ कि f इक्वल टु मझौला ब्रैकेट 3 4 4 5 5 6 अनि g इक्वल टु 2 3 3 4 4 5 यसमा चाहिँ दुईवटा नम्बरहरु छ जस्तै कि 3 र 4 र 3 लाई चाहिँ फर्स्ट कोर्डिनेट अनि 4 लाई सेकेन्ड कोर्डिनेट त्यस्तै चाहिँ फर्स्ट कोर्डिनेट सेकेन्ड कोर्डिनेट फर्स्ट कोर्डिनेट र सेकेन्ड कोर्डिनेट भन्ने गरिन्छ अब चाहिँ यहाँ हामीहरुलाई के गर्नको लागि भनेको छ त f अफ g लाई क्रम जोडामा के गर्नुहोस् त व्यक्त गर्नुहोस् अब यसलाई व्यक्त गर्दाखेरि सर्वप्रथम के देख्ने पहिले यहाँ लेखौं हामीहरु f अफ g लाई मिलान चित्रमा देखाउँदा केमा देखाउँदा मिलान चित्रमा देखाउँदा अब चाहिँ मिलान चित्रमा देखाउँदाखेरि कुन कुरामा सर्वप्रथम ध्यान दिने यहाँ चाहिँ f अफ g भनिरहेको छ त पछाडीतिर अथवा जुन चाहिँ हामीहरुको इनसाइड फंक्शन छ त्यो इनसाइड फंक्शनलाई पहिला हेर्ने त इनसाइड फंक्शन के छ त g फंक्शन भन्दाखेरि हामीहरुलाई यहाँ के दिएको छ 2 3 3 4 एन्ड 4 5 अब यहाँ दुईवटा फंक्शन हुँदाखेरि सर्वप्रथम हामीहरुले तीनवटा यसरी चाहिँ सर्कल बनाउने अनि यो तीनवटा सर्कलमा के गर्ने त पहिलो यो जुन पछाडीतिर दिएको जुन फंक्शन छ त्यो फंक्शनका अर्डर पेयर क्रम जोडाहरु त्यो दुईवटा चाहिँ जुन सर्कल छ त्यसमा लेख्ने त g फंक्शन का अर्डर पेयर के छ 2 3 3 4 एन्ड 4 5 त पहिलो जुन चाहिँ कोर्डिनेट छ त्यो फर्स्ट सर्कलमा सेकेन्ड कोर्डिनेट जुन छ त्यो सेकेन्ड सर्कलमा त पहिलो जुन चाहिँ हामीहरुको कोर्डिनेट छ त्यो के छ 2 3 एन्ड 4 त यहाँ लेख्दियौ 2 3 एन्ड 4 अब चाहिँ अर्को चाहिँ सेकेन्ड कोर्डिनेट के छ त 3 3 4 अनि 5 त यहाँ लेख्ने 3 4 अनि 5 अब यसलाई लिंक गर्ने त 2 के सँग लिंक हुन्छ त 3 सँग किनभने 2 3 सँग लिंक छ त 2 भयो 3 सँग लिंक अनि 3 को सँग लिंक छ 4 सँग त्यस्तै चाहिँ 4 को सँग लिंक छ 5 सँग अब यसलाई हामीहरु भन्दिने g फंक्शन यो g फंक्शन को मिलान चित्र भयो अब चाहिँ फेरि हामीहरुले f फंक्शन को मिलान चित्र गर्दाखेरि पहिला चाहिँ जुन f फंक्शन छ सुरुको जुन चाहिँ हामीहरुको आउटसाइड फंक्शन छ त्यो f जुन छ त्यो f का नम्बरहरु के छ
एफ का अथवा एफ का कोअर्डिनेटहरु के छ हेर्दाखेरि पहिला हामीहरु एफ का कोअर्डिनेटहरु हेरौं 3 4 4 5 एन्ड 5 6 त यसको जुन पहिलो कोअर्डिनेट छ जसलाई हामीहरु पूर्व प्रतिबिम्ब प्री इमेज भन्छौं त्यो प्री इमेज हेरौं यहाँ आइसकेको छ 2 3 4 5 3 4 5 अब सेकेन्ड कोअर्डिनेट मात्र लेख्नु पर्छ त सेकेन्ड कोअर्डिनेट के भयो त 4 5 6 4 5 अनि 6 अब 4 जुन छ त्यो 4 लाई यसरी लिंक गरिदेऊ 3 लाई 4 सँग लिंक गरिदेऊ 3 लाई चाहिँ 4 लाई चाहिँ 5 सँग र 5 लाई 6 सँग यसरी लिंक गरिदेऊ अब लिंक गर्दाखेरि यो कुन फंक्सन भयो त ए फंक्सन अब यहाँ हामीहरु राम्ररी बुझौं 2 को लिंक 3 सँग र 3 को लिंक 4 सँग मानौ यहाँ उदाहरणको लागि मात्र राम को चाहिँ साथी के भयो त श्याम भयो र श्याम को साथी लखन भयो भने राम को चाहिँ साथी के भयो त श्याम भयो र श्याम को साथी लखन भयो भने यो राम को पनि साथी लखन भयो कि भएन भयो नि त्यस्तै चाहिँ यहाँ हेर्दाखेरि यहाँ 2 को लिंक 3 सँग र 3 को लिंक कहाँ छ 4 सँग भयो भने अब डाइरेक्ट चाहिँ 2 को लिंक हामीहरु केसँग देखाउन मिल्छ 4 सँग देखाउन मिल्छ त्यस्तै चाहिँ 3 को लिंक 4 सँग र 4 को 5 सँग हुँदाखेरि 3 को डाइरेक्ट लिंक कहाँ देखाउन सकिन्छ 5 सँग देखाउन मिल्छ त्यस्तै चाहिँ 4 को लिंक 5 सँग र 5 को 6 सँग हुँदाखेरि 4 को सम्बन्ध कहाँ देखाउन सकिन्छ अथवा लिंक गर्न सकिन्छ 6 सँग यसरी हेर्दाखेरि यो हामीहरुको जुन लिंक भयो यसलाई हामीहरु के भन्न सकिन्छ त एफ अफ जी भन्न सकिन्छ अब यो एफ अफ जी को के भयो त मिलान चित्र भयो अब यहाँ लेख्दाखेरि एफ अफ जी फंक्सन को क्रम जोडाहरू लेख्दाखेरि के लेख्ने त 2 अनि फर्स्ट वाला र लास्ट वाला फर्स्ट 2 छ अनि लास्ट वाला के छ 4 छ 2 4 त्यस्तै चाहिँ 3 र 5 3 5 त्यस्तै चाहिँ 4 र 6 यो हामीहरुको के भयो त यदि चाहिँ समस्या प्रब्लम हामीहरुलाई on the basis of composite function in order pair form मा दिँदाखेरि यसरी नै हल गर्ने यदि प्रब्लम चाहिँ अर्डर पेयर को फर्म मा दियो भने अनि सोध्यो हामीहरुसँग कि त्यो फलनको संयुक्त फलन निकाल्नुहोस् कम्पोजिट फंक्सन निकाल्नुहोस् भने हामी कसरी हल गर्ने कसरी निकाल्ने त यही तरिकाबाट हल गर्ने यो चाहिँ एक्जाम को पॉइंट अफ भ्यू ले एकदम इम्पोर्टेन्ट छ किनभने एक्जाम मा धेरै चोटी यस्तो खालको प्रश्न सोधिसकेको छ त्यसैले म तिमीहरुलाई के भन्न चाहन्छु कि यो क्वेशनलाई जसरी भए पनि यस्ता प्रश्नहरु धेरै भन्दा धेरै प्र्याक्टिस गरौ जस्तै 2082 मा हामीहरु पढिरहेछौं यो 2082 को ब्याच हुँदाखेरि यसमा यस्तो खालको प्रश्न सोध्न पनि सक्छ त अब हामीहरुलाई हेर्दाखेरि यो प्रश्न त भयो अब यो प्रश्नमा यो जुन प्रश्न छ यो प्रश्नमा हामीहरुले अर्डर पेयर को फर्म मा दिँदाखेरि यसरी हल गर्ने तर यदि अर्डर पेयर को फर्म मा नदियो त्यहाँ चाहिँ प्रश्न यदि हामीहरुको लिनियर फर्म मा कुन फर्म मा लिनियर फर्म मा दियो भने यहाँ चाहिँ छ अर्डर पेयर लाई हामीहरु हटाएर यदि लिनियर फर्म मा भन्ने हो भने लिनियर फर्म मा इन लिनियर फर्म मा भन्यो भरे कस्तो खालको प्रश्न दिन्छ यो चाहिँ प्रश्न जुन छ यो डीआर सिम खाडाको कम्पिटिटरबाट त्यो सबै प्रश्नहरु म गराइरहेछु यहाँको प्रत्येक प्रश्नहरु राम्ररी बुझ्ने हल गर्ने प्र्याक्टिस गर्दै बस्ने किनभने यो जुन म च्याप्टर सुरु गरेको छु यो प्रश्नबाट सधैं
एउटा सर्ट र एउटा लङ अथवा चाहिँ भेरी लङ सोध्नै गर्छ। अब चाहिँ हामीहरूले यो बुकबाट अर्को प्रश्न लेखौँ जुन चाहिँ हामीहरूको कुन फर्ममा दिन्छ त, लिनियर फर्ममा अथवा अल्जेब्रिक फर्म पनि भन्न सकिन्छ। अल्जेब्रिक फर्म, अल्जेब्रिक 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 फर्म। अब चाहिँ सोद्धाखेरि कस्तो खालको प्रश्न दिन्छ, यदि मानिलिउँ हामीहरूको यहाँ चाहिँ प्रश्न हामीहरूले यो प्रश्नलाई मेट्दियो। यो 1 को ए थियो, अब चाहिँ 2 को ए हेरौँ हामीहरू। 1 को ए थियो, अब 2 को ए हेर्दाखेरि मानौँ हामीहरूको 2 को क्वेशन नम्बर 2 को ए हेरौँ। जी अफ एक्स, यदि जी अफ एक्स इक्वल टू 2x माइनस 1 र एफ अफ एक्स इक्वल टू 4x भए जी अफ एफ अफ एक्स को मान पत्ता लगाउनुहोस्। अब यहाँ हेरौँ हामीहरू कसरी हल गर्ने त, यो प्रश्नलाई कसरी हल गर्ने। यहाँ चाहिँ जी फंक्सन दिएको छ, ए फंक्सन दिएको छ, अनि यो दुवै कुन फर्ममा छ त, अल्जेब्रिक फर्ममा छ। अब अल्जेब्रिक फर्ममा दिँदाखेरि त्यो जुन अर्डर पेयरवाला थियो त्यो तरिकाले हल गर्न मिल्दैन, यसलाई बेग्लै तरिकाले हल गरिन्छ। अब कसरी हल गरिन्छ यसलाई बुझौँ हामीहरू। पहिला सोलुसन लेखौँ, सोलुसन अनि गिभन के दिएको छ त, जी अफ एक्स इक्वल टू 2x माइनस 1 अनि एफ अफ एक्स इक्वल टू 4x। अनि प्रश्न के छ हामीहरूको, जी अफ एफ अफ एक्स। अब यसरी भनिदियो भने कसरी हल गर्ने त, पहिला हामीहरू जी लाई जसरी कि तसरी सार्दिने, अनि पछाडिको जुन फंक्सन छ त्यसलाई बिग ब्र्याकेटमा लेख्ने, बिग ब्र्याकेट एफ अफ एक्स। अब यहाँ ए फंक्सन को भ्यालु खोज्ने कति छ हामीहरूसँग 4x, त यहाँ 4x ल्याएर राखिदिने 4x। अब यो 4x जुन छ त्यो 4x कहाँ राख्ने त, यो 4x लाई लगेर जी फंक्सनमा x को ठाउँमा राखिदिने। जसरी म जी अफ एक्स इक्वल टू दिएको छ 2x माइनस 1, कति दिएको छ, जी अफ एक्स इक्वल टू 2x माइनस 1, यहाँ x हुँदाखेरि यहाँ x आयो। त्यस्तै चाहिँ x अफ 2 हुँदाखेरि यहाँ के लेख्ने त, 2 into 2 माइनस 1। त्यस्तै चाहिँ जी अफ r हुँदाखेरि के लेख्ने त, 2 into r माइनस 1। यहाँ जी अफ राम हुँदाखेरि के लेख्ने त, जी 2 into राम अनि माइनस 1। यहाँ जे हुन्छ त्यही त्यहाँ लेख्ने x को ठाउँमा। त अब यहाँ हामीहरूसँग के भयो त, 4x भयो। त जी फंक्सनमा x को ठाउँमा के लेख्ने त, यहाँ जी फंक्सन छ हामीहरूसँग, जी फंक्सन 2x माइनस 1। त यहाँ 2x माइनस 1 हुँदाखेरि x हुँदाखेरि x आयो, तर यहाँ त 4x आइसकेछ नि, त यहाँ के लेख्ने, 2 into x को ठाउँमा यो मान राखिदिने 4x अनि माइनस 1। अब यसलाई लेख्दाखेरि 4x into 2 गर्दाखेरि 8x अनि माइनस 1 भयो। ठिक छ ल। अब हामीहरू यो प्रश्नबाट हुँदैन, अझ हामीहरू गरौँ। यो त 2 को ए थियो, त्यस्तै चाहिँ हामीहरूसँग धेरै प्रश्नहरू छन्। एउटा 3 को चाहिँ हामीहरू हेरौँ, अथवा 2 कै जी हेरौँ। एउटा 2 को जी मा के दिएको छ, क्वेशन नम्बर 2 को जी। अब 2 को जी मा के दिएको छ, एफ अफ एक्स इक्वल टू 2x प्लस 3, 2x प्लस 3 र जी अफ एक्स इक्वल टू के दिएको छ, हैन रङमा हो। यहाँ चाहिँ एफ अफ एक्स को भ्यालु कति छ,
हेर्दाखेरि 2 को जी दिन थियो ल 2 को जी मा के छ g of x is equal to x plus 2 by 5 x plus 2 by 5 अनि छ h of x is equal to 3x minus 2 3x minus 2 अनि प्रश्न के सोधेको छ g of h of x ठीक छ ल हामीहरु यही लेख्देऊ सोलुसन अनि गिभन यही लेखौ गिभन अब चाहिँ हामीहरु हल गरौँ यसलाई ठीक त्यस्तै हल गर्ने पछाडीको फंक्सनको भ्यालु लेख्ने त पछाडीको फंक्सन के छ 3x - 2 g को g राख्ने पछाडीको फंक्सनलाई बिग ब्र्याकेटमा h of x अनि त्यस्तै चाहिँ g को g लेखौ h of x को भ्यालु कति छ हामीहरुसँग 3x - 2 अब यो मानलाई g फंक्सनमा गएर x को ठाउँमा राख्दिने कहाँ राख्दिने त g फंक्सनमा जसरी कि हामीहरु हेरौ यहाँ g फंक्सन कति छ g of x is equal to x plus 2 by 5 छ नि x हुँदाखेरि x आयो तर यहाँ त x छैन यहाँ 3x - 2 छ त त्यो x को ठाउँमा गएर के राख्दिने 3x - 2 अब लेखौ हामीहरु यहाँ 3x - 2 अनि प्लस 5 प्लस 2 यहाँ चाहिँ x को ठाउँमा राख्दियौ हामीहरु 3x - 2 अनि प्लस 2 को 2 राखौ अनि y मा कति छ हामीहरुको त 5 छ अब हेरौ यसलाई यो 2 2 त क्यान्सल आउट हुन्छ अनि बच्च के हामीहरुको त 3x / 5 बच्छ यही नै के भयो हामीहरुको कम्पोजिट फंक्सनको रिजल्ट भयो ठीक छ ल अब हामीहरु यसैबाट अर्को प्रश्नलाई पनि गरौ जसरी कि क्वेशन नम्बर 3 लाई गरौ 3 कस्तो हल गर्ने अथवा कसरी हल गर्ने क्वेशन नम्बर 3 लाई ल अब हामीहरु क्वेशन नम्बर यो त 2 को थियो अब क्वेशन नम्बर 3 हामीहरु गरौ क्वेशन नम्बर 3 मा कति दिएको छ f of x is equal to क्वेशन नम्बर 3 को ए हेरौ 3 को ए हेरौ क्वेशन नम्बर 3 को ए मा के भनेको छ यदि f of x is equal to 2x plus 3 भए 2x plus 3 भए f of 2 को मान पत्ता लगाउनुहोस् यो जुन प्रश्न छ हामीहरुको यस्तो खालको प्रश्न एकचोटी एक्जाममा सोधिसकेको छ यसरी खालको प्रश्नलाई पनि राम्रोसँग हेर्ने अनि हल गर्ने बढी भन्दा बढी प्र्याक्टिस गरौ तिमीहरु किनभने म्याथलाई राम्रो बनाउनको लागि बढी भन्दा बढी प्र्याक्टिस नै गर्नुपर्छ बिना प्र्याक्टिसको केही हुँदैन त त्यही भएर म के सजेस्ट गर्न चाहन्छु तपाईहरुलाई कि यो भिडियो हेरेर अथवा सुन पनि बुक छ रिडमोरको भयो भने रिडमोरबाट अझ कुनै बुक भयो भने त्यो बुकबाट जसरी भए पनि यसलाई एकदमै प्र्याक्टिस गरौ प्र्याक्टिस गर्दाखेरि यो जसरी भए पनि यसबाट प्रश्न चाहिँ एक्जाममा आउँदाखेरि सोल्भ हुन्छ किनभने म त्यो सबै प्रश्नहरु गराउँछु जुन चाहिँ एक्जामको पोइन्ट अफ भ्यूले एकदमै इम्पोर्टेन्ट छ ल अब हेरौ हामीहरु यहाँ चाहिँ f of x is equal to 2x plus 3 भयो र f of 2 को मान कति हुन्छ भनेर सोधिरहेको छ अब के गर्ने यहाँ सोलुसन यहाँ लेखौ सोलुसन गिवन अब हामीहरु हल गरौ दिएको के छ f of x is equal to 2x plus 3 अनि सोधिरहेको छ f of 2 is equal to what यही सोधेको हो नि अनि हामीहरु यहाँ हल गरौ अब here f of 2 लेख्दाखेरि
यहाँ कुन फंक्सन आएको छ एफ फंक्सन भनेको अर्थ अथवा भन्नुको अर्थ यो 2 जुन राखिन्छ कहाँ राख्ने त एफ फंक्सनमा x को ठाउँमा गएर राखिदिने। अब हामीहरु हेरौं भर्खरै मैले भन्यो तपाईहरुलाई कि एफ अफ x इक्वल टु यदि 2x + 3 भयो भने या x हुँदाखेरि x आयो या एफ अफ 2 हुँदाखेरि के आउँछ त 2 इन्टु बीचमा इन्टु छुपेको हुन्छ 2 + 3 अथवा 2 2 जा 4 + 3 इक्वल टु 7 हुन्छ। त्यस्तै यदि एफ अफ 3 आयो भने के लेख्ने त 2 इन्टु x को ठाउँमा 3 + 3 इक्वल टु 3 2 जा 6 + 3 इक्वल टु 9। त्यस्तै चाहिँ एफ अफ 4 हुँदाखेरि के लेख्ने त 2 इन्टु 4 + 3 इक्वल टु 4 2 जा 8 + 3 11। यसरी हल गर्ने गरिन्छ। ठीक छ ल अब हेरौं हामीहरु यहाँ चाहिँ एफ अफ यो जुन मान छ त्यो एफ फंक्सनमा गएर राखिदिने। यहाँ चाहिँ एफ फंक्सन कति छ 2x + 3 छ नि त 2 को 2 राखौ तर x को ठाउँमा के लेख्ने त 2 लेख्दिने अनि +3 2 2 जा 4 + 3 इक्वल टु 7 आउँछ नि। ल यो 7 राखौ। अब यो फेरि 7 कहाँ राख्ने त एफ फंक्सनमा गएर x को ठाउँमा राख्दिने। अब एफ फंक्सन त त्यही छ 2 इन्टु x को ठाउँमा 7 अनि +3 7 2 जा 14 अनि +3 इक्वल टु कति हुन्छ 17। ल हो हामीहरुको यस्तो खालको प्रश्न एकदमै मजाले हल गर्ने किनभने यो चाहिँ एक्जामको प्वाइन्ट अफ भ्यूले एकदम इम्पोर्टेन्ट छ। ल अब हेरौं हामीहरु यसमा चाहिँ भाषाले पनि भन्न सक्छ। जसरी एउटा अझ चाहिँ प्रश्नहरु हामीहरु हेरौं जसरी कि यहाँ भनेको छ क्वेशनमा 5 को ए मा कि क्वेशन नम्बर 5 को चाहिँ ए हेरौं के भनेको छ g of x इक्वल टु ल लेखौं हामीहरु given g of x इक्वल टु के दिएको छ x - 2 by 3 अनि छ h of x इक्वल टु 3x + 2 3x + 2 अनि g of h of x इक्वल टु आइडेंटिटी फंक्शन इक्वल टु एकात्मक फलन फलन हो भने के गर्नुहोस् सिद्ध गर्नुहोस् सिद्ध गर्न। ल हेरौं हामीहरुले पढ्नु भएको एकात्मक फलन भन्ने बित्तिकै के बुझ्छौ कि त्यस्तो फलन जसमा जे इन गरिन्छ त्यही नै आउट हुन्छ अथवा एफ र एक्स र वाई के हुन्छ इक्वल हुन्छ। जसरी मानौ एउटा फंक्सन छ एफ फंक्सन छ के छ एफ फंक्सन छ यहाँ हामीहरुले 2 राख्यो भने यहाँ 2 नै आउट भयो 3 राख्यो भने 3 नै आउट भयो 4 राख्यो भने 4 नै आउट भयो। यसरी हुँदाखेरि यो फलनलाई नै हामी के भन्छौं त एकात्मक फलन भन्छौं। भन्दाखेरि यहाँ यदि x राख्यो भने यहाँ के आउट हुन्छ त x नै आउट हुन्छ। तर हामीहरुले पढ्ने बेलामा यसलाई x भन्ने अनि यसलाई y भन्ने अथवा f of x भन्ने बुझे थियो। त्यस्तै चाहिँ यो हामीहरुको x र यो के हुन्छ y हुन्छ अथवा फर्स्ट ग्रुपलाई x र सेकेन्ड ग्रुपलाई के भन्छौ y भन्छौ। यसलाई चाहिँ डोमेन प्री इमेज भन्छौ यसलाई हामीहरु कोडोमेन रेन्ज र इमेज भन्छौ। अब चाहिँ हेर्दाखेरि यो x र यो y दुवै एक आपसमा के भएको छ त बराबर भएको छ। यदि बराबर भयो भने त्यो अवस्थामा नै हामी के भन्छौ त यो फलनलाई एकात्मक फलन अथवा आइडेन्टिटी फंक्सन भन्छौ। अब हेर्दाखेरि यहाँ x र f of x दुवै के भएको छ त बराबर भएको छ नि। यो x र यो f of x के भएको छ बराबर भएको छ भन्दाखेरि यो अवस्थामा नै के हुन्छ त फलन
एकात्मक फलन हुन्छ भन्दाखेरि यसलाई हल गर्यो भने रिजल्ट के आउनु पर्छ x आउनु पर्छ यदि हल गर्दाखेरि रिजल्टमा x आइदियो भने त्यसलाई हामी के भन्न सक्छौं त एकात्मक फलन आइडेन्टिटी फंक्सन भन्न सकिन्छ ल अब हेरौं हामीहरु यसलाई हल गरेर बुझौं आउँछ कि आउँदैन भनेर g of h of x ल अब हेरौं यसमा चाहिँ g पछाडीतिरको फंक्सनलाई बिग ब्र्याकेटमा लेखिदिने h of x ल g h of x को भ्यालु कति हुन्छ त कति छ यहाँ 3x + 2 हुन्छ अब यो जुन छ 3x + 2 त्यो गएर कहाँ राख्ने g फंक्सनमा x को ठाउँमा अब g फंक्सन हामीहरुसँग छ के छ त g फंक्सन g of x = के दिएको छ प्रश्नमा g of x = x - 2 अब y मा 3 छ नि छ कि छैन छ ल अब हेरौं यहाँ x भयो भने यहाँ x आयो अब चाहिँ हामीहरुले x हुँदाखेरि x आउँछ तर यहाँ 3x + 2 छ भने त्यहाँ के लेख्ने 3x + 2 लेख्दिने ल हेरौं 3x + 2 माइनस यो 2 अनि y मा यो 3 ल हेरौं यो प्लस माइनस 2 क्यान्सल हुन्छ ल 3x/3 यो पनि क्यान्सल हुन्छ के आयो रिजल्ट हामीहरुको x आयो नि x आउने बित्तिकै यसले के भन्ने त एकात्मक फलन त यो फलन g of h of x एउटा एकात्मक फलन हो यहाँ लेखिदिने g of h of x एउटा एकात्मक फलन हो भनी के भयो प्रमाणित भयो अथवा सिद्ध भयो एउटै कुरा हो लेख्न मिल्छ ल मजाले लेखौं यसलाई ल अब हामीहरु यो त भयो प्रश्न नम्बर कतिको 5 को त्यस्तै चाहिँ यसमा सबै चाहिँ हल गर्लिने ल अब हामीहरु सेकेन्ड ग्रुप प्रब्लम बेस्ड अन फाइन्डिङ भ्यालु अफ लेटर्स जसरी यहाँ हेरौं हामीहरु अब चाहिँ के छ कुन अवस्थामा चाहिँ हल गर्ने अथवा कुन अवस्था आयो अब यो सबै कुन क्वेशन छ त सर्ट क्वेशन छ 2 मार्क्स को एक्जाममा सोध्दाखेरि कति मार्क्स को सोधिन्छ 2 मार्क्स को सोधिन्छ ल अब हामीहरु यसलाई मेटौ अनि चाहिँ लेखौं यो सबै सर्ट क्वेशन नै हुन्छ प्रब्लम बेस्ड अन फाइन्डिङ भ्यालु अफ प्रब्लम यसरी लेखौं भने problems based on finding value of alphabet अथवा letters ल अब यो आधारमा भएको प्रश्नलाई सोल्भ गरौँ हामी जसरी यहाँ एउटा प्रश्न दिएको छ if such that क्वेशन नम्बर 8 छ यो क्वेशन नम्बर 8 को ए ल हेरौं यदि if such that x tends to 3x plus b र f of 2 equal to 12 भए b को मान पत्ता लगाउनुहोस् b को मान पत्ता लगाउनुहोस् ल लेखौं हामी अब यसलाई हल गर्दाखेरि कसरी हल गर्ने त्यहाँ जुन चाहिँ प्रब्लम छ त्यसलाई पहिला लेख्ने यही हो प्रब्लम यो त भ्यालु दिएको छ f such that x tends to 3x plus b यो f फंक्सन को भ्यालु दिएको छ अनि यहाँ f of 2 equal to कति भनिरहेछ 12 अनि यो आधारमा के को मान निकाल्नु छ त b को मान निकाल्नु छ ल अब हामीहरु लेखौं
सोल्युसन यहाँ चाहिँ गिभन एफ अफ एक्स इक्वल टु 3x प्लस बी पनि लेख्न मिल्छ ल। अब एफ अफ 2 इक्वल टु कति सोधिरहेको छ 12 ल। हल गरौँ हामी यो क्वेशनमा यो जुन 12 छ त्यसले मात्र सार्ने अनि यहाँ पहिला हल गर्ने। एफ पछाडितिरको फंक्सनलाई बिग ब्र्याकेटमा लेखिदिने एफ अफ 2 इक्वल टु 12। अब चाहिँ यो जुन मान चाहिँ कहाँ राख्ने पहिला एफ फंक्सनमा x को ठाउँमा राख्दिने। अब एफ फंक्सन कति छ हामीहरुको 3x प्लस b छ ल लेखौं। त यहाँ 3 को 3 लेख्ने 3 को 3 तर x को ठाउँमा के लेख्दिने 2 लेख्दिने अनि प्लस यो b को b लेख्दिने अनि इक्वल टु मा 12 ल। हेरौं यहाँ चाहिँ लेख्दाखेरि 3 2 जा 6 हुन्छ लेखौं अनि प्लस b इक्वल टु 12। अब फेरि यो मान कहाँ राख्ने त यो मान कहाँ राख्ने f फंक्सनमा x को ठाउँमा कहाँ राख्ने f फंक्सनमा x को ठाउँमा। जसरी कि लेखौं हामीहरु यहाँ चाहिँ लेखौं f अफ x इक्वल टु कति छ 3x प्लस b छ नि ल। हेरौं यहाँ x हुँदाखेरि यहाँ के आएको छ x आएको छ तर यहाँ यदि हामीहरुको 6 प्लस b भयो भने 6 प्लस b भयो भने यहाँ के राख्ने त 6 प्लस b नै राख्ने। के राख्ने 6 प्लस b। त हामीहरु लेखौं यसलाई यो चाहिँ प्रश्नमा 3 को 3 लेखौं 3 को 3 लेखौं तर x को ठाउँमा के लेख्ने त x को ठाउँमा 6 प्लस b 6 प्लस b अनि यो x को ठाउँमा भयो के को ठाउँमा भयो जुन x थियो त्यो x को ठाउँमा यो आयो अनि फेरि चाहिँ हामीहरुले x को ठाउँमा आयो अनि b को b लेख्दौ इक्वल टु मा 12 ल। हेरौं अब गुणन गर्दाखेरि यसमा गुणन गर्दाखेरि कति हुन्छ 3 6 जा कति 18 अनि प्लस 3b अनि प्लस b इक्वल टु 12। यसलाई हेरौं यो जोड्दाखेरि कति हुन्छ 4b अनि यो जुन 18 छ नि यहाँ आएर के हुन्छ घट्छ 12 माइनस 18 18 अनि 4b इक्वल टु घट्दाखेरि कति हुन्छ त माइनस 6 अनि b इक्वल टु यो गुणनमा छ भने यहाँ आउँदाखेरि के हुन्छ भाग हुन्छ बाइ 4 2 2 जा 4 2 3 जा 6 देयरफोर b इक्वल टु कति हुन्छ माइनस 3/2 हुन्छ। यो के को मान आयो त b को मान आयो। प्रश्नमा के सोधिरहेको थियो यही हल गर्यो हामीहरु b को भ्यालु थाहा भयो b को मान यसरी निकाल्ने अब हुन्छ नि ल। त्यस्तै चाहिँ हामीहरुले अर्को पनि प्रश्नहरु छ धेरै प्रश्नहरु छ यसमा त्यो सबै म गराउँदैन तर बाकी तिमीहरु यसरी गर्लिने। तर यसमा हेरौ अब हामीहरु प्रब्लम बेस्ड अन फाइन्डिङ मिसिङ फंक्सन प्रब्लम बेस्ड अन मिसिङ फंक्सन त्यो हेरौ। अब यसलाई मेट दिने ल मेट देऊ प्रब्लम बेस्ड अन मिसिङ भ्यालु प्रब्लम बेस्ड अन मिसिङ भ्यालु ल। हेरौ प्रब्लम बेस्ड अन मिसिङ भ्यालु भन्नुको अर्थ कुनै एउटा मान के हुन्छ मिसिङ हुन्छ अथवा कुनै एउटा फंक्सन के हुन्छ मिसिङ हुन्छ। त्यस्तो फंक्सन अथवा दुईवटा फंक्सन एक ठाउँमा कम्बाइन हुन्छ र अर्को एउटा फंक्सन दिएको हुन्छ अनि फेरि अर्को जुन फंक्सन हुन्छ त्यो पत्ता लगाउनको लागि भन्छ। जसरी कि प्रश्नलाई हामीहरु लेखौं यहाँ प्रश्नमा के दिएको छ जस्तैमा f of x इक्वल टु यो क्वेशन नंबर 10 छ क्वेशन नंबर 10 को a छ लेखौं f of x इक्वल टु 3x minus 2
3x minus 2 अनि चाहिँ f of g of x is equal to 6x minus 2 अनि g of x is equal to what? ल हेरौँ यहाँ अब यहाँ हामीहरू बुझौँ कि यहाँ चाहिँ f फंक्सन दिएको छ यहाँ फेरि चाहिँ कम्पोजिट फंक्सन f of g of x बराबर पनि दिएको छ तर g फंक्सन थाहा छैन त यो जुन फंक्सन छ त्यो कम्पोजिट फंक्सनमा दुईवटा फंक्सनहरु एक ठाउँमा के भएछ कम्बिनेसन भएछ कम्बाइन भएको छ र यहाँ f फंक्सन र g फंक्सनको के भएको छ त कम्पोजिट भएको छ संयुक्त भएको छ अब यो फलनबाट एउटा फलन कसरी निकाल्ने जुन चाहिँ हामीहरुलाई थाहा छैन त त्यो निकाल्नको लागि यहाँ पहिला लेखौं हामीहरु f of g of x मानौ यसरी लेखेको छ यो जुन पछाडीतिर छ यसलाई हामीहरु के भन्ने त यो फंक्सनलाई के भन्ने राइट साइडको फंक्सन छ राइट साइड मानौ राइट साइडको फंक्सन छ अनि यो चाहिँ लेफ्ट साइडको फंक्सन छ लेफ्ट साइड त यदि प्रश्नमा राइट साइडको फंक्सन सोधियो भने के गर्ने त राइट साइडको फंक्सन सोध्दाखेरि हामीहरुले के गर्ने त वाइलेट गर्ने के गर्ने वाइलेट गर्दिने तर लेफ्ट साइडको फंक्सन सोध्दाखेरि के गर्ने त यहाँ चाहिँ हामीहरुले सेम नम्बर बट अपोजिट साइन सेम नम्बर राख्दिने तर कुन साइनले त अपोजिट साइनले जसरी यहाँ लेखौं हामीहरु f of g of x is equal to 6x minus 2 छ अब चाहिँ यहाँ हामीहरु लेखौं f अनि पछाडीतिरको फंक्सनलाई बिग ब्र्याकेटमा यहाँ लेट गरिदेऊ y लेट किनभने लेट गर्नु छ g of x is equal to 6x minus 2 यसलाई मात्र सार दिने अब g फंक्सन को भ्यालु हामीहरुले के भर्खरै लेट गरेको y त f of y is equal to 6x minus 2 अब यो मान कहाँ राख्ने त f फंक्सनमा x को ठाउँमा त f फंक्सन कहाँ छ हामीहरुसँग 3x minus 2 छ त यहाँ लेखौं हामीहरु 3 को 3 तर यो x को ठाउँमा के लेख्दिने त x को ठाउँमा के लेख्ने y लेख्देऊ y अनि फेरि हामीहरु अब के लेख्ने त minus 2 I is equal to 6x minus 2 भयो ल अब चाहिँ हामीहरुले के चाहियो त g of x भन्दाखेरि y चाहियो y भन्ने बित्तिकै यहाँलाई यहाँ भएको y लाई राख्ने बाकी सबैलाई यहाँबाट हटाइदिने हटाउनुको अर्थ त्यहाँ पठाइदिने अब चाहिँ हेरौ 3y is equal to 6x minus 2 छ यो minus 2 यहाँ आउँदाखेरि plus 2 हुन्छ अब 3y is equal to यो क्यान्सल आउट हुन्छ यहाँ 6x बाँकी रहन्छ 3 गुना हुँदाखेरि यहाँ आउँदाखेरि के हुन्छ भाग हुन्छ त 6x डिवाइड बाइ 3 y is equal to 3 2 जा 6 अथवा 2x भयो यहाँ y भन्नुको अर्थ के हामीहरुले लेट गरेको g of x अथवा g फंक्सन त g फंक्सन को भ्यालु कति आयो त 2x कति आयो हामीहरुसँग 2x यो के को मान आयो त g फंक्सन को के को मान आयो g फंक्सन को ल यो g फंक्सन को भ्यालु हामीहरुले थाहा भयो अब हामीहरु यसैमा अर्को पनि प्रश्न हामीहरु हेरौ यो कुन बेस्डमा प्रब्लम छ त यो चाहिँ प्रब्लम बेस्ड अन मिसिङ भ्यालु यहाँ एउटा फंक्सन चाहिँ के हुन्छ मिसिङ हुन्छ अथवा मिसिङ भ्यालु नलेखेर यसलाई मिसिङ फंक्सन लेखौं न मिसिङ के फंक्सन मिसिङ फंक्सन एउटा फंक्सन के हुन्छ मिसिङ भन्नुको अर्थ के भएको हुन्छ त एउटा फंक्सन मिसिङ भन्नुको अर्थ यहाँ हामीहरु बुझौं त्यसलाई त्यो मेलामा गयो अनि के भयो भुलायो अनि त्यो भुलाएको फंक्सनलाई हामीहरुले के गर्नुपर्ने छ खोज्नु पर्ने छ खोज्दाखेरि चाहिँ त्यो कति आयो त 2x आयो अब चाहिँ हामीहरु अर्को चाहिँ प्रब्लमलाई पनि हेरौ अर्को प्रब्लम कति छ हामीहरुसँग
यहाँ चाहिँ एफ अफ जी अफ एक्स इक्वल टू अर्को पनि प्रोब्लम हेरौँ 12 को ए क्वेशन नम्बर 12 को ए हेरौँ 12 को ए 12 को ए मा हेर्दाखेरि हामीहरू 12 को ए मा छैन 12 को 12 को बी हेरौँ 12 को बी ल 12 को बी मा के भनेको छ पहिला लेखौँ हामीहरू सोलुसन अनि गिभन मा के दिएको छ g such that r tends to r such that g of x g such that r tends to r अनि फेरि चाहिँ such that g of x 4 minus x is equal to 4 minus x अनि फेरि अर्को प्रश्न के छ अर्को के दिएको छ मान f of g of x is equal to f of g of x is equal to 11 minus 2x अनि यहाँ निकाल्नु पर्ने के छ त f of x is equal to what तर यहाँ हामीहरुले के गर्न मिल्दैन लेट गर्न मिल्दैन किनभने लेट गर्दाखेरि त्यो भ्यालु नै फाइन्ड आउट हुँदैन यहाँ के गर्ने हामीहरु त यो त प्रश्न भयो g such that r tends to r such that g of x is equal to 4 minus x अनि f of g of x is equal to 11 minus 2x अनि फाइन्ड आउट गर्नु के छ f of x is equal to what अब चाहिँ यहाँ पत्ता लगाउँदाखेरि के लेख्ने त यो त चाहिँ जुन फंक्सन हामीले फाइन्ड आउट गर्नु छ त्यो राइट साइड छ कि लेफ्ट साइड छ लेफ्ट साइड छ त लेफ्ट साइडमा हुँदाखेरि कसरी हल गर्ने त त्यहाँ चाहिँ सेम नम्बर राख्ने बट अपोजिट साइन पहिले यहाँ लेखौं हामीहरु प्रश्न ल्याएर सारौ f of g of x is equal to 11 minus 2x भयो नि ल अब चाहिँ पछाडीतिरको फंक्सनलाई बिग ब्रैकेट g of x is equal to 11 minus 2x अब g फंक्सन को भ्यालु कति छ हामीहरुसँग 4 minus x यहाँ लेख्देऊ 4 minus x अनि 11 minus 2x यतिसम्म कुनै प्रब्लम त छैन नि ल हेरौं हामी अगाडि यहाँ यो जुन छ 4 minus x यो भ्यालु कहाँ गएर राख्दिने त f फंक्सन मा x को ठाउँमा तर यहाँ f फंक्सन त छैन त्यही त फाइन्ड आउट गर्नु छ त यहाँ त राख्न मिल्दैन अब के गर्ने छोडिदिने अथवा यो 4 लाई के गर्न दिने मेटिदिने मेट्न मिल्दैन के गर्ने त यहाँ हामीहरुले ल हेरौं हामीहरु यहाँ चाहिँ f of 4 माइनस जुन x छ त्यो माइनस x नै रहन दिउ तर यहाँ प्लस 4 हुँदाखेरि आफैले हामी यहाँ सेम नम्बर राख्ने तर अपोजिट साइन त यहाँ प्लस 4 छ भने के राख्ने त माइनस 4 अनि यतातिर यो जुन हामीहरु आफैले गर्यो आफ्नो मनबाट गर्यो त्यही कुरा त्यहाँ पनि गर्ने त्यो साइडमा पनि गर्ने के को साथमा त x को साथमा जसरी यहाँ 11 को 11 सारी दिने माइनस 2 को 2 पनि सारी दिने तर x को ठाउँमा के लेख्ने x अनि माइनस यहाँ माइनस 4 गर्यो त्यहाँ पनि लेख्दिने माइनस 4 ल अब हेरौं हामीहरु यो 4 अनि प्लस 4 र माइनस 4 क्यान्सल हुन्छ यहाँ के आउँछ माइनस x इक्वल टु यहाँ के आउँछ त 11 माइनस 2 ले गुणा गर्दाखेरि 2x 2 अनि माइनस माइनस प्लस हुन्छ अनि 2 4 8 हेरौं अब चाहिँ f of minus x नै लेखौं यहाँ लेख्दाखेरि यो 11 मा 8 जोड्दाखेरि कति हुन्छ 19 अनि माइनस 2x ल हेरौं अब यसलाई सिधा गर्दाखेरि यो माइनस र त्यो माइनस त क्यान्सल आउट हुन्छ जसरी यहाँ लेखौं हामीहरु f माइनस बाहिर निकालिदेऊ f of x is equal to
माइनस यहाँ पनि कमन ल्याऊ त 2x माइनस 19 लेख्न मिल्छ। अब यो माइनस क्यान्सल हुन्छ, त्यसैले f अफ x इक्वल टु कति हुन्छ त 2x माइनस 19 भयो। रिजल्ट हामीहरूको थाहा भयो। ल यसरी नै यसलाई गर्दिने हुन्छ कि हुँदैन? हुन्छ। हुन्छ भने त्यो कहाँ प्रब्लम आयो, कसरी प्रब्लम आयो त्यसलाई कमेन्ट गरेर भन्नुहोस्। ल अब चाहिँ अर्को प्रश्न हेरौँ हामीहरू। सर्ट क्वेसनको लास्ट प्रश्न हेरौँ। जस्तै हामीहरूले के भन्छ कि पोसिबल चाहिँ फर्मुलाज फाइन्ड आउट गर्नलाई प्रब्लम बेस्ड अन डिकम्पोजिसन अफ फंक्शन। डिकम्पोजिसन अफ फंक्शन यसलाई मेन्टेन। ल यहाँ हामीहरूको लास्ट क्वेसन छ सर्टको, हेरौँ के छ। प्रब्लम बेस्ड अन डिकम्पोजिसन अफ फंक्शन। प्रब्लम बेस्ड on decomposition of function। डिकम्पोजिसन गर्नको लागि, वियोजन गर्नको लागि भनिरहेको छ, अथवा सम्भावित फर्मुलाहरू पत्ता लगाउनको लागि भनिरहेको छ। क्वेसन नम्बर 13 हेरौँ हामीहरू। क्वेसन नम्बर 13 को ए हेरौँ। सबैले त्यसरी नै गर्दिने, जसरी कि यहाँ लेखेको छ h अफ x। यदि h अफ x इक्वल टु 2x माइनस 3 होलको पावर 5 अनि छ h अफ x र h अफ x इक्वल टु f अफ g अफ x भए f र g को संभावित सूत्रहरू लेख्नुहोस् भनिन्छ। ल अब हेरौँ हामीहरू यसले कसरी हल गर्ने। यहाँ हेरौँ हामीहरू पहिला प्रश्न लेखौँ। गिभन के दिएको छ त h अफ x इक्वल टु 2x माइनस 3 को अथवा होलको पावर 5 छ। अनि फेरि छ h अफ x इक्वल टु f अफ g अफ x। अनि के फाइन्ड आउट गर्नको लागि भनेको छ f र g को सम्भावित सूत्र अथवा पोसिबल फर्मुला सोधिरहेको छ। अब कसरी हल गर्ने त यहाँ h अफ x को भ्यालु पहिला गएर राख्दिने। 2x माइनस 3 होलको पावर कति छ 5 इक्वल टु f अफ g अफ x छ नि। ल अब चाहिँ हामीहरूले यहाँ हेर्दाखेरि यसमा चाहिँ एउटा इनसाइड फंक्सन हुन्छ र एउटा आउटसाइड फंक्सन हुन्छ। जुन चाहिँ भित्र छ त्यो इनसाइड फंक्सन, अनि यसलाई निकाल्दाखेरि के बाँकी रहन्छ त केही बाँकी रहदैन, त x लेख्ने त्यो आउटसाइड फंक्सन हुन्छ। त अब चाहिँ हामीहरूले यहाँ के गर्ने त यो प्रश्नलाई हेर्दाखेरि डाइरेक्ट हामीहरू लेख्ने कसरी इनसाइड फंक्सन इक्वल टु त्यो भित्र ब्रैकेटको भित्र के छ त ब्रैकेटको भित्र के छ 2x माइनस 3 भयो एन्सर। अनि चाहिँ आउटसाइड फंक्सन
आउटसाइड फंक्सन। अब आउटसाइड फंक्सन भन्दाखेरि यो त ब्र्याकेटबाट हामीहरू बाहिर निकालिसक्यो, अब भित्र केही बाँकी रहेन। बाँकी रहेन भने हामीले फंक्सनलाई जसरी पनि जहिले पनि लेख्दाखेरि एफ अफ एक्स र एक्स को फर्ममा लेख्ने गर्छौँ। र त्यहाँ चाहिँ यो बाहिर निकाल्दाखेरि के बाँकी रह्यो त, एक्स बाँकी रह्यो, अनि यहाँ एउटा पावर बाँकी रह्यो। यही हुन्छ आउटसाइड फंक्सन। यो इनसाइड फंक्सन भयो र यो आउटसाइड फंक्सन भयो। यसैले हामी के भन्छौँ त, सम्भावित सूत्र भन्छौँ। के भन्छौँ? सम्भावित सूत्र। ल अब यसलाई हामीहरू चेक पनि गरौँ, यो सही छ कि गलत छ भन्दाखेरि यो जुन छ एफ अफ जी अफ एक्स, यो एउटा कम्पोजिट फंक्सन छ। यहाँ हामीहरूले के गर्यो त, डिकम्पोजिसन गर्यो। डिकम्पोजिसन भन्नुको अर्थ एकै ठाउँमा दुईवटा फंक्सन कम्बाइन थियो, मिलेको थियो, अनि त्यो अलग अलग हामीहरू पारिदियो। एफ फंक्सन चाहिँ अथवा यसलाई हामीहरू लेख्दियौ, यो के भयो त, जी फंक्सन, जी अफ एक्स, अनि यो भयो हामीहरूको एफ अफ एक्स, यो भयो एफ अफ एक्स, अनि यो भयो जी अफ एक्स। ल अब हामीहरू यहाँ चाहिँ हल गर्दाखेरि यसैले हल गरौँ फेरि, अनि यसरी चाहिँ आउँछ भने ठिक छ, आउँदैन भने त्यो गलत छ। ल हेरौ, एफ को एफ लेखौ, पछाडितिरको फंक्सनलाई बिग ब्र्याकेटमा लेखौ, अनि एफ के एफ राखौ, जी फंक्सन अथवा जी फंक्सन भन्ने बित्तिकै के बुझ्छौँ हामीहरू, इनसाइड फंक्सन। त इनसाइड फंक्सन कति छ हामीहरूसँग? इनसाइड फंक्सन जी फंक्सन कति छ हामीहरूसँग? 2x - 3। त यहाँ लेखौ 2x - 3, अनि यो मान कहाँ राख्ने? ए फंक्सनमा x को ठाउँमा। त ए फंक्सन हामीहरूसँग कति भयो त, x को पावर 5। त x को पावर x को ठाउँमा यो राखिदिने 2x - 3, अनि पावर कति छ त 5। त यहाँ 5 राखिदिने। हेरौ त, यति आयो कि आएन? यति नै थियो नि। ल अब हामीहरूले यो च्याप्टरको फलन अथवा कम्पोजिट फंक्सनको सर्ट क्वेसन हामीहरू यो पार्टमा गर्यो, अनि भोलिपल्ट हामीहरू यसैको लङ क्वेसन लिएर आउनेछौँ। आजको लागि यति नै रहन देऊ।